हेलो नमस्ते सबैजनालाई मेरो नाम गङ्गु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नु भएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन कतिले राम्रो बोल्नु भएको छ कतिले नराम्रो तरिकाले बोल्नु भएको छ आई एप्रिसिएट म सबै एप्रिसिएट गर्छु हैन मेरै नाममा बनेको छ थ्यांक यू मेन कुरा म भन्न आएको चाहिँ कुरा सरी म बिर्सिहाल्छु हैन सरी कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ उ मेरो पास्ट थियो उ नभनौं व्हाटएभर अनि पब्लिक नगर्नुको कारण है त मेनली उ मेरो पास्ट भयो हैन ओके मैले मिस्टेक गरे त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र डटेर बस्न सही लाग्छ एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है